सामान्य ज्ञान अन्तर्गत पहिलो प्रश्न रहेको छ, लिच्छवी कालमा जग्गालाई हले, कोदाले र पाटे गरी 3 भागमा वर्गीकरण गर्ने राजा को हुन्? अप्सनहरू रहेका छन्। ए जयस्थिति मल्ल, अप्सन बी पृथ्वीनारायण शाह, अप्सन सी अंशु वर्मा, अप्सन डी राम शाह। यसको उत्तर रहेको छ अप्सन सी अंशु वर्मा। त्यस्तै प्रश्न नम्बर 2 मा रहेको छ, त्रेता युगमा नेपाल आई उपत्यकाको फुलोच्चगिरी पहाडमा ध्यान गरी बस्ने बुद्ध को थिए? अप्सनहरू रहेका छन्। अप्सन ए विश्वगु बुद्ध, अप्सन बी सिखी बुद्ध, अप्सन सी विपस्वी बुद्ध, अप्सन डी रिकुछन्द बुद्ध। यसको उत्तर रहेको छ अप्सन ए विश्वगु बुद्ध। त्यस्तै प्रश्न नम्बर 3 मा रहेको छ, मिति 2082 जेठ 3 देखि 10 गतेसम्म सञ्चालन हुने 10औं राष्ट्रिय खेलकुदको लोगो के रहेको छ? अप्सनहरू रहेका छन्। अप्सन ए लालीगुराँस, अप्सन बी रातो पाण्डा, अप्सन सी कस्तुरी मृग, अप्सन डी हात्तीको छावा। यसको उत्तर रहेको छ अप्सन बी रातो पाण्डा। त्यस्तै प्रश्न नम्बर 4 मा रहेको छ, आर्थिक सर्वेक्षण 2080-81 अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धि दर भएको प्रदेश कुन हो? अप्सनहरू रहेका छन्। अप्सन ए कोशी प्रदेश, अप्सन बी बागमती प्रदेश, अप्सन सी गण्डकी प्रदेश, अप्सन डी लुम्बिनी प्रदेश। यसको उत्तर रहेको छ अप्सन सी गण्डकी प्रदेश। त्यस्तै प्रश्न नम्बर 5 मा रहेको छ, नेपालसँग दैत्य सम्बन्ध कायम भएको पछिल्लो 183औं मुलुक कुन हो? अप्सनहरू रहेका छन्। अप्सन ए किरिबास, अप्सन बी टोङ्गा, अप्सन सी मार्शल आइल्यान्ड, अप्सन डी क्यामरुन। यसको उत्तर रहेको छ अप्सन ए किरिबास। त्यस्तै लागौं प्रश्न नम्बर 6 तर्फ, कामदी जैविक मार्ग कहाँ रहेको छ? अप्सनहरू रहेका छन्। अप्सन ए मकवानपुर, अप्सन बी बाँके, अप्सन सी गोरखा, अप्सन डी मनाङ। यसको उत्तर रहेको छ अप्सन बी बाँके। त्यस्तै प्रश्न नम्बर 7 रहेको छ, हेरिङ पोन्ड नामले समेत चिनिने महासागर कुन हो? अप्सनहरू छन्। अप्सन ए आन्ध्र महासागर, अप्सन बी हिन्द महासागर, अप्सन सी कुमेरु महासागर, अप्सन डी प्रशान्त महासागर। यसको उत्तर रहेको छ अप्सन ए आन्ध्र महासागर। त्यस्तै प्रश्न नम्बर 8 रहेको छ, एजेन्डा 21 मा हस्ताक्षर गर्ने पहिलो राष्ट्र कुन हो? अप्सनहरू रहेका छन्। अप्सन ए कम्बोडिया, अप्सन बी स्विडेन, अप्सन सी चीन, अप्सन डी इन्डोनेसिया। यसको उत्तर रहेको छ अप्सन सी चीन। त्यस्तै प्रश्न नम्बर 9 मा रहेको छ, G2G अवधारणा केसँग सम्बन्धित छ? अप्सनहरू रहेका छन्। अप्सन ए पर्यटन, अप्सन बी कृषि, अप्सन सी वैदेशिक रोजगार, अप्सन डी वृक्षारोपण। यसको उत्तर रहेको छ अप्सन सी वैदेशिक रोजगार। त्यस्तै प्रश्न नम्बर 10 मा रहेको छ, विश्व कम्प्युटर साक्षरता दिवस कहिले मनाइन्छ? अप्सनहरू रहेका छन्। अप्सन ए जनवरी 2, अप्सन बी अगस्त 2, अप्सन सी अक्टोबर 2, अप्सन डी डिसेम्बर 2। यसको उत्तर रहेको छ अप्सन डी डिसेम्बर 2। त्यस्तै प्रश्न नम्बर 11 रहेको छ, संयुक्त राष्ट्र सङ्घ मानव अधिकार पुरस्कारको स्थापना कहिले भएको हो? अप्सनहरू रहेका छन्। अप्सन ए सन् 1966, अप्सन बी सन् 1946,
अप्सन सी सन् 1953, अप्सन डी सन् 1971। यसको उत्तर रहेको छ अप्सन ए सन् 1966 मा। त्यस्तै प्रश्न नम्बर 12 मा रहेको छ पानी माथि तैरिने ग्रह कुन हो? अप्सनहरू रहेका छन् अप्सन ए बुध ग्रह, अप्सन बी शुक्र ग्रह, अप्सन सी शनि ग्रह, अप्सन डी अरुण ग्रह। यसको उत्तर रहेको छ अप्सन सी शनि ग्रह। त्यस्तै प्रश्न नम्बर 13 मा रहेको छ 97औं ओस्कार अवार्डका लागि सिफारिस भएको नेपाली फिल्म कुन हो? अप्सनहरू रहेका छन् अप्सन ए साम्बाला, अप्सन बी हल्कारा, अप्सन सी एना झ्यालको पुतली, अप्सन डी गुरुदक्षिणा। यसको उत्तर रहेको छ अप्सन ए साम्बाला। त्यस्तै प्रश्न नम्बर 14 मा रहेको छ माई पोखरी इलाम जिल्लामा पर्दछ भने सोधु पोखरी कहाँ पर्दछ? अप्सनहरू रहेका छन् अप्सन ए ताप्लेजुङ, अप्सन बी सङ्खुवा सभा, अप्सन सी सोलुखुम्बु, अप्सन डी भोजपुर। यसको उत्तर रहेको छ अप्सन ए ताप्लेजुङ। त्यस्तै प्रश्न नम्बर 15 मा रहेको छ अफगानिस्तान सर्वप्रथम कुन दक्षिण एसियाली खेलकुददेखि सहभागी हुन थालेको हो? अप्सनहरू दिइएको छ अप्सन ए 6औं, अप्सन बी 7औं, अप्सन सी 8औं, अप्सन डी 9औं। यसको उत्तर रहेको छ अप्सन डी 9औं। त्यस्तै प्रश्न नम्बर 16 मा रहेको छ भाषा पाठशालाको स्थापना कसले गरेका थिए? अप्सनहरू रहेका छन् अप्सन ए वीर शमशेर, अप्सन बी देव शमशेर, अप्सन सी चन्द्र शमशेर, अप्सन डी जुद्ध शमशेर। यसको उत्तर रहेको छ अप्सन बी देव शमशेर। त्यस्तै प्रश्न नम्बर 17 मा रहेको छ संयुक्त राष्ट्र सङ्घमा उपसचिवको व्यवस्था कहिलेदेखि भएको हो? अप्सनहरू रहेका छन् अप्सन ए सन् 1946, अप्सन बी सन् 1958, अप्सन सी सन् 1981, अप्सन डी सन् 1998। यसको उत्तर रहेको छ अप्सन डी सन् 1998। त्यस्तै प्रश्न नम्बर 18 रहेको छ जोगबुढा उपत्यका कहाँ अवस्थित रहेको छ? अप्सनहरू रहेका छन् अप्सन ए दाङ, अप्सन बी डडेलधुरा, अप्सन सी काभ्रे, अप्सन डी गोर्खा। यसको उत्तर रहेको छ अप्सन बी डडेलधुरा। त्यस्तै प्रश्न नम्बर 19 रहेको छ लिच्छवी कालमा द्वैत शासनको सुरु कसले गरेका थिए? अप्सनहरू रहेका छन् अप्सन ए वसन्तदेव, अप्सन बी नरेन्द्रदेव, अप्सन सी उदयदेव, अप्सन डी जयदेव प्रथम। यसको उत्तर रहेको छ अप्सन ए वसन्तदेव। त्यस्तै प्रश्न नम्बर 20 मा रहेको छ नेपालमा त्रयी शासनको सुरुवात कसले गरेका थिए? अप्सनहरू रहेका छन् अप्सन ए बहादुर शाह, अप्सन बी रण बहादुर शाह, अप्सन सी हरिदत्त, अप्सन डी नरेन्द्रदेव। यसको उत्तर रहेको छ अप्सन बी रण बहादुर शाह। त्यस्तै लागौं प्रश्न नम्बर 21 तर्फ डिएनएबाट डिएनए बन्ने प्रक्रियालाई के भनिन्छ? अप्सनहरू छन् अप्सन ए रेप्लिकेसन, अप्सन बी
ट्रान्सक्रिप्सन, अप्सन सी इन्ट्रा स्पेसिफिक, अप्सन डी इन्टर स्पेसिफिक। यसको उत्तर रहेको छ अप्सन ए रेप्लिकेसन। त्यस्तै प्रश्न नम्बर 22 मा रहेको छ डिएनए बाट आरएनए बन्ने प्रक्रियालाई के भनिन्छ? अप्सनहरू रहेका छन् अप्सन ए रेप्लिकेसन, अप्सन बी ट्रान्सक्रिप्सन, अप्सन सी इन्ट्रा स्पेसिफिक, अप्सन डी इन्टर स्पेसिफिक। यसको उत्तर रहेको छ अप्सन बी ट्रान्सक्रिप्सन। त्यस्तै प्रश्न नम्बर 23 मा रहेको छ लिच्छवी कालमा द्वैत शासनको सुरु कसले गरेका थिए? अप्सनहरू रहेका छन् अप्सन ए वसन्तदेव, अप्सन बी नरेन्द्रदेव, अप्सन सी उदयदेव, अप्सन डी जयदेव प्रथम। यसको उत्तर रहेको छ अप्सन ए वसन्तदेव। त्यस्तै प्रश्न नम्बर 24 मा रहेको छ नेपालमा त्रयी शासनको सुरुवात कसले गरेका थिए? अप्सनहरू छन् अप्सन ए बहादुर शाह, अप्सन बी रणबहादुर शाह, अप्सन सी हरिदत्त, अप्सन डी नरेन्द्रदेव। यसको उत्तर रहेको छ अप्सन बी रणबहादुर शाह। त्यस्तै प्रश्न नम्बर 25 मा रहेको छ सूर्यमा सबैभन्दा बढी पाइने ग्यास कुन हो? अप्सनहरू रहेका छन् अप्सन ए हाइड्रोजन, अप्सन बी हिलियम, अप्सन सी नाइट्रोजन, अप्सन डी आर्गन। यसको उत्तर रहेको छ अप्सन ए हाइड्रोजन। त्यस्तै प्रश्न नम्बर 26 मा रहेको छ ऐतिहासिक एवं धार्मिक महत्त्वको रमणीय स्थल नरसिंहकोट कहाँ रहेको छ? अप्सनहरू रहेका छन् अप्सन ए जुम्ला, अप्सन बी मकवानपुर, अप्सन सी बागलुङ, अप्सन डी सोलुखुम्बु। यसको उत्तर रहेको छ अप्सन सी बागलुङ। त्यस्तै प्रश्न नम्बर 27 मा रहेको छ देशकै पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश घोषित हुन सफल प्रदेश कुन हो? अप्सनहरू रहेका छन् अप्सन ए कर्णाली प्रदेश, अप्सन बी गण्डकी प्रदेश, अप्सन सी बागमती प्रदेश, अप्सन डी लुम्बिनी प्रदेश। यसको उत्तर रहेको छ अप्सन बी गण्डकी प्रदेश। प्रश्न नम्बर 28 मा रहेको छ सन फ्रान्सिस्को सम्मेलनमा युएनओको बडापत्रमा कतिवटा मुलुकले हस्ताक्षर गरेका थिए? अप्सनहरू रहेका छन् अप्सन ए 49 वटा, अप्सन बी 50 वटा, अप्सन सी 51 वटा, अप्सन डी 52 वटा। यसको उत्तर रहेको छ अप्सन बी 50 वटा। त्यस्तै लागौं प्रश्न नम्बर 29 तर्फ संयुक्त राष्ट्र सङ्घको संशोधित देहायका 4 वटा धाराहरू मध्ये 2 पटक संशोधन भएको धारा कुन हो? अप्सनहरू छन् अप्सन ए धारा 23, अप्सन बी धारा 27, अप्सन सी धारा 61, अप्सन डी धारा 109। यसको उत्तर रहेको छ अप्सन सी धारा 61। त्यस्तै प्रश्न नम्बर 30 रहेको छ पुस्तौंदेखिको पुरानो घरेलु सामग्री सङ्कलन गरेर सांस्कृतिक सङ्ग्रहालय कहाँ निर्माण गरिएको छ? अप्सनहरू रहेका छन् अप्सन ए रसुवा, अप्सन बी कास्की, अप्सन सी तेह्रथुम, अप्सन डी खोटाङ। यसको उत्तर रहेको छ अप्सन डी खोटाङ। त्यस्तै प्रश्न नम्बर 31 रहेको छ विश्वमा आधुनिक बैंकको सुरुवात कहाँबाट भएको हो? अप्सनहरू रहेका छन् अप्सन ए अमेरिका, अप्सन बी
बेलायत, अप्सन सी फ्रान्स, अप्सन डी डेनमार्क। यसको उत्तर रहेको छ अप्सन बी बेलायत। त्यस्तै प्रश्न नम्बर 32 रहेको छ युएनओ को बडापत्र मूल्याङ्कन समितिमा कति जना सदस्य रहँदछन्? अप्सनहरू रहेका छन् अप्सन ए 4 जना, अप्सन बी 9 जना, अप्सन सी 11 जना, अप्सन डी 15 जना। यसको उत्तर रहेको छ अप्सन बी 9 जना। त्यस्तै प्रश्न नम्बर 33 मा रहेको छ बालेन शाह काठमाडौँका कतिऔं मेयर हुन्? अप्सनहरू छन् अप्सन ए 12औं, अप्सन बी 13औं, अप्सन सी 14औं, अप्सन डी 15औं। यसको उत्तर रहेको छ अप्सन डी 15औं। त्यस्तै प्रश्न नम्बर 34 मा रहेको छ नेपालको कुल भूभागको कति प्रतिशत हिउँ तथा चट्टानले ओगटेको छ? अप्सनहरू रहेका छन् अप्सन ए 10%, अप्सन बी 15.1%, अप्सन सी 17.2%, अप्सन डी 21.7%। यसको उत्तर रहेको छ अप्सन सी 17.2%। त्यस्तै प्रश्न नम्बर 35 रहेको छ कुन राजाको पालामा सर्वप्रथम मुद्रामा नेपाल सरकार भनी उल्लेख गरिएको थियो? अप्सनहरू रहेका छन् अप्सन ए श्री 5 सुरेन्द्र, अप्सन बी श्री 5 राजेन्द्र, अप्सन सी श्री 5 त्रिभुवन, अप्सन डी श्री 5 गिरवाण युद्ध। यसको उत्तर रहेको छ अप्सन ए श्री 5 सुरेन्द्र। त्यस्तै प्रश्न नम्बर 36 रहेको छ दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र कुन देशमा रहेको छ? अप्सनहरू रहेका छन् अप्सन ए नेपाल, अप्सन बी भुटान, अप्सन सी भारत, अप्सन डी बङ्गलादेश। यसको उत्तर रहेको छ अप्सन बी भुटान। त्यस्तै प्रश्न नम्बर 37 मा रहेको छ सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा कुन निकायले गर्दछ? अप्सनहरू रहेका छन् अप्सन ए राष्ट्रिय योजना आयोग, अप्सन बी अर्थ मन्त्रालय, अप्सन सी उद्योग मन्त्रालय, अप्सन डी महालेखा परीक्षक। यसको उत्तर रहेको छ अप्सन बी अर्थ मन्त्रालय। त्यस्तै प्रश्न नम्बर 38 मा रहेको छ समरजङ कम्पनी स्थापना गर्ने राजा को हुन्? अप्सनहरू रहेका छन् अप्सन ए पृथ्वी नारायण शाह, अप्सन बी रण बहादुर शाह, अप्सन सी लक्ष्मी नरसिंह मल्ल, अप्सन डी जयप्रकाश मल्ल। यसको उत्तर रहेको छ अप्सन बी रण बहादुर शाह। त्यस्तै प्रश्न नम्बर 39 रहेको छ नेपाल सरकारद्वारा नागरिक एप कहिलेदेखि सञ्चालनमा ल्याइएको हो? अप्सनहरू रहेका छन् अप्सन ए विक्रम सम्वत 2075 माघ 2 गते, अप्सन बी विक्रम सम्वत 2076 माघ 2 गते, अप्सन सी विक्रम सम्वत 2077 माघ 2 गते, अप्सन डी विक्रम सम्वत 2078 माघ 2 गते। यसको उत्तर रहेको छ अप्सन सी विक्रम सम्वत 2077 माघ 2 गते। त्यस्तै प्रश्न नम्बर 40 रहेको छ विश्वकै प्रतिष्ठित नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो? अप्सनहरू रहेका छन् अप्सन ए सन् 1900, अप्सन बी सन् 1901, अप्सन सी सन् 1902, अप्सन डी सन् 1903। यसको उत्तर रहेको छ अप्सन बी सन् 1901 देखि।